एउटा चाहिँ यही हो, यो हराएको गऱ्यो यो पनि। यो यार के भन्ने यार, हाम्रो यो चाहिँ रेसिङ हो कि डाँडामै हराएको यार। यो हाम्रोमा अलि नमिल्दो रहेछ होइन, यो गाडीहरूले गर्दाखेरि कि के भएर यार। एउटै कहाँ पुग्छ, एउटा कहाँ पुगिसकेको हुन्छ त यार। ल फेरि यो डाँडा माथि हामी जर्सिङ पौवा निस्किन्छौँ, कस्तो हुँदो रहेछ भिडियो हेरौँ अब। यहाँ चाहिँ यहाँ त झन् टर्निङ छ, यहाँ त झन् अनुहारै देखभेट हुँदैन होला। धेरै छोड्यो भने पर्ख न है, हो सोल्टी, धेरै छोड्यो भने। अब यहाँ हेर बाबु, यहाँ अगाडि धेरै टर्निङ छ बुझिस्, धेरै टर्निङ छ, त्यही भएर बाइक चिप्लेर पल्लो छेउ पुग्छ। आफ्नो लेनमा हान्नु पऱ्यो, अलि टर्निङमा ख्याल गर्नु पऱ्यो बुझिस्। ल अब हेरौँ, अब यो बाटोमा चाहिँ अलिक गाडीहरू कम छ कि गाडीहरू ज्यादा भएर चलाएको जस्तै नदेखिँदो रहेछ के हो टोलीहरू कहाँ पुग्छ। म छोडिएकै छु यार, म त्यत्रो साह्रो छोडिने खालको मान्छे त थिइनँ, के भएर म लास्टै छोडिरहेको छु। गाडीले गर्दा हो कि केले गर्दा पनि उहाँ पुगिसक्यो होला। अब त गाडी यसरी आइदिन्छ, ब्रेक लाउनै पर्यो। अनि यहाँ साथीहरू बल्ल भेट भयो। अब साथीहरूसँग भेटघाट हुनु गाह्रो छ, एउटा गाडीले गर्दाखेरि कहाँ पुगिहाल्छ। आज चाहिँ हामी यता नगरकोट वारीपट्टि जर्सिङ पौवा भन्ने ठाउँतिर निस्किने र मिल्यो भने नगरकोट पनि निस्किने भन्ने कुरो छ। अब के हुन्छ हेरौँ। साथीहरूसँग रेसिङको भिडियो बनाउँदै नगरकोट निस्क्यो होला भन्नु खोजेको त कहाँ, साथीहरू त पल्लो डाँडामा, म वल्लो डाँडामा, अनि कहाँ होला भेट्नै गाह्रो। कहिले हात्ती गाडी आउँछ, कहिले हात्ती जस्तो मान्छे आउँछ, गर्ने के। यतिको चलाउँदा चाहिँ बल्ल भिडियोमा आउने रहेछ, नत्र रेसिङ गर्ने तरिकाले चलाउने भने त भिडियोमै नआउने रहेछ। अनि कहाँबाट आउनु बिचरा, मजाले पेल्यो भने त केटाहरू कहाँ पुगिहाल्ने रहेछ। म छोडिरहेको छु यार, मैले छोड्नु पर्ने हो, मै छोडिरहेको छु। गर्ने के कति गाडी हिँड्छ यार, हिँड्नु पनि छ। नेपाल धेरै धनी भइसक्यो यार, गाडी छ। घर बस्छ है बाबु, घरै छैन, यताको बाटो धेरै छ उ छ। त्यसमा नि आज हामी रेसिङ खालको भिडियो बनाइरहेको छौँ, त्यही भएर भरे कति बेला उ छिटिन्छ भन्ने थाहै हुन्न। किन यताबाट? यताको बाटो थाहै छैन, यो बाटोमा हल्का भिडियो बन्छ कि भनेर हो क्या यो बाटो जाउँ भनेको। जरासिङ पौवा जाने बाटो हो यो। अब यस्तो छ, अब एउटा स्कुटरले अल्झायो मलाई। यो बाटो चाहिँ पुरै सिधै ठाडो छ। अब यो बाटोमा चाहिँ अलिअलि भिडियो बन्छ कि यसले धेरै पेलिरहेको छ, यसलाई नपेल भनेको कस्तो टर्निङमा नपेल बाबु भनिरहेको छु। यसले घोट्छ, कुन चाहिँ गाडी घोट्छ यसले।
तान के गर्नु तानेर गाडी यत्रो रोडमै नआट्ने खालको गाडी आउँछ एकादमा नै आउनु पर्थ्यो या भिडियो बनाउनुलाई अहिले त खासै अब यस्तो वातावरण नै छैन यत्रो गाडी आउँछ कहाँबाट पेल्नु पेल्न सम्भवै छैन के बताने में क्या हो त्यसले यार वेट गरेर गयो क्या हो जाओ 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 तार अरे यार कति नदीबाट घुमाएको यो मान्छेले यार के भयो यार दान अब सकिनु लाग्यो अब हामी जर्सिङ कमान निस्किनु लाग्यो अरे यार यो जहाँ छ नयाँ बाटोमा हिँडिरहेको छ अगाडिको एउटा भाइ चाहिँ र पनि सानो पेले होइन त नयाँ बाटो झन् डर लाग्यो नि यसलाई लास्टै ठाउँ छ यो बाटो सानो बाटो चियायो आन्टी पनि स्लोमा आइरहेको छ हामी अलि पेलेर अब गयो डाँडा काट्यो यसले हामी चाहिँ जरासिङ पुग्यो आइपुग्यौँ अब यहाँबाट नगरकोट कताबाट जाने हो यार